केही दिनमै हजुरहरूको वरिपरि आफ्ना उमेर पुगेका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम हुन गइरहेको छ। आउनुहोस् आजको यस अङ्कमा हामी भिटामिन ए र जुकाको औषधिको फाइदाको बारेमा चर्चा गर्नेछौँ। यदि बालबालिकालाई जुकाले समस्या दिएको छ भने उनीहरू कुपोषित हुने, रगतमा हेमोग्लोबिनको मात्रा कमी भएर रक्त अल्पता हुने, उनीहरूको शारीरिक विकासमा कमी हुने र कतिपय बच्चाहरूमा त एकदमै कडा सङ्क्रमण हुने सम्भावना बढी हुने गर्दछ। त्यस्तै बच्चाहरूमा भिटामिन ए को कमी भयो भने उनीहरूको आँखामा हुने कर्नियाको भाग सुक्खा हुन जान्छ। उनीहरूको आँखामा हुने रेटिनामा जुन पिगमेन्टेसन गराउने काम हुन्छ त्यो पनि भिटामिन ए को कमी भयो भने असर पर्न जान्छ। सँगसँगै अप्टिक नर्भलाई स्वस्थ राख्नलाई पनि मद्दत गर्ने गर्दछ। यदि भिटामिन ए को कमी भयो भने राति परेपछि आँखा धमिलो हुने समस्यादेखि लिएर पछि गएर आँखाको ज्योति पनि जाने गर्दछ। त्यसकारण आफ्नो बालबच्चालाई स्वस्थ राख्नको लागि यही मिति 2082 साल वैशाख 6 र 7 गतेको दिन 6 महिनादेखि 5 वर्ष मुनिका बच्चाहरूलाई भिटामिन ए को क्याप्सुल र 1 वर्षदेखि 5 वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि स्वास्थ्य कर्मीको सल्लाह अनुसार अनिवार्य रूपमा प्रयोग गर्न विनम्र अनुरोध गर्दछु। हस्त, धन्यवाद, नमस्ते।